हेलो साथीहरू, आज चाहिँ है मेरो दिउँसोको खाना चाहिँ यस्तो छ। किनकि आज है मेरो हस्बेन्डको बर्थडे थियो, अन्त मैले त्यही भएर चाहिँ दिउँसै आज यस्तो बनाइदिएँ हो। यहाँनिर चाहिँ घिउ सिबी देख्नु हुँदैछ है, घिउ सिबी त्यस्तो मजाले भुटिदिएँ। यहाँनिर चाहिँ च्याउ र साग पकाएको छु। हेर्नुहोस् है, च्याउ र साग, यहाँ साथै काँक्रा र उयसको सलाद हो। यहाँनिर चाहिँ चिम्पिङको अचार, अन्त साथै यहाँनिर दही चाहिँ के गर्नु किन देखाउँदैछु भने है, म चाहिँ दहीसँग खाने, मासु नखाने। साथै यहाँ दाल छ हो। यो चाहिँ है नानीले चाहिँ भात खाने अरे हो। म चाहिँ यहाँनिर ढेँडो छ मेरो चाहिँ। उनीहरू चाहिँ ढेँडो खानु मान्दैन नि त, ऊ हेर्नु त भागेको। यो चाहिँ है मेरो ढेँडो, यहाँ हेर्नुहोस् है, घिउ सिबी, च्याउ र साग, यो काँक्राको अचार है। अब म चाहिँ ढेँडो खानु थालेको साथीहरू, झर्के थालमा। अन्त साथै दही हो। म चाहिँ चिकन नखाएको, किनकि म दही खाँदैछु नि त हो। मलाई ढेँडोसँग यस्तै खानु मन पर्थ्यो। यहाँ चाहिँ मेरो दादालाई, मेरो हस्बेन्डले, उसले पनि ढेँडो मन पराउँदैन कि। अन्त आज दादाको बर्थडे हो, त्यही भएर चाहिँ मैले दिउँसै बिहानदेखि पकाएको आज खानेकुरो है। अन्त खाएर बताउनु त ल, मासुको ग्रेभी सट्टै हालेर चप्पै खाने त। मेरो बुढाको बर्थडे भनेर मिठो बनाइदिएको आज है। बेला बेला ढेँडो पनि खानुपर्छ नि खास चाहिँ है। मिठो खुसी लाग्यो। चिकन हालेर खानु न अन्त यहाँ। यस्तो मिठो भएको छ साथीहरू है, ढेँडो बनाएर खानुपर्छ बेला बेला। अब म चाहिँ खानु आँटेको। हेलो साथीहरू, अब चाहिँ म पनि ढेँडो खानु आँटेको हो। मलाई चाहिँ जाँगर चाहिँ पुरा चल्छ, खाना बनाउनु चाहिँ मलाई अल्छी लाग्दैन। अब चाहिँ खानु आँटेको ढेँडो चाहिँ है, खानुपर्छ बेला बेला ढेँडो। मलाई कोदोको ढेँडो मस्तो खानु मन परिरहेछ हो। हस् त साथीहरू, म चाहिँ खाएँ है। म चाहिँ मासु चाहिँ खाइनँ, सब्जीसँग मात्रै हो। खासै ढेँडो जस्तो टिपेर कप्पा निल्छ कि, म चाहिँ निल्नु सक्दिनँ। मलाई चाहिँ निल्नु पुरा अप्ठ्यारो हुन्छ। म चाहिँ यसरी दहीहरू सबै हालेर है। दामी भएछ है दादा। मिहिनेत गरेर बनाउनु पर्छ नि। आफूले मन लगाएर पकायो भने सबै कुरो मिठो हुन्छ है। ढेँडो खाँदा चाहिँ मलाई चाहिँ नि मेरो आमाको याद आउँछ। मेरो आमाहरूले यसरी बनाएर खुवाउनु पऱ्यो। पहिला आमा आउँदै पछि खुवाउँछु है। कसलाई ढेँडो खानु मनपर्छ हो, कसको फेभरेट हो ढेँडो। बजारमै बसेर भने उहिलेदेखि बस्तीमै जन्मेको मान्छे हो, बस्तीमै हुर्केको। बजारमा बसेर पनि खानुपर्छ ढेँडोहरू चाहिँ है। यस्तो अचार चाहिँ दामी हुन्छ नि ढेँडोमा।